सुनिताले कक्षामा भर्खरै भनेकी थिइन्, सधैँ सत्य बोल्नुपर्छ, झुट बोल्नु ठूलो गल्ती हो। ठिक त्यही बेला पछाडिबाट सानी छात्राले सोधी, मिस, तपाईँ आफै त हिजो फोनमा भन्नुभएको सुने, म व्यस्त छु, भोलि भेटौँला। तर तपाईँ त घरमै हुनुहुन्थ्यो। कक्षा एकैछिन मौन भयो। सुनिता आफै अकमक्क परिन्। नमस्ते, मण्डला भाइब्समा तपाईलाई हार्दिक स्वागत छ। घर फर्कँदा बाटोभरि सुनिताको मनमा त्यही प्रश्न घुमिरह्यो। उनले त कक्षामा हजारौं पटक सत्य बोल, मेहनत गर, धैर्य राख भनेकी थिइन्। तर त्यो सानो, निर्दोष झुटले नै विद्यार्थीहरूलाई सबैभन्दा बढी सिकाएको रहेछ। शब्दले होइन, कर्मले। घरमा पनि उस्तै भइरहेको थियो। छोरीलाई फोन थोरै चलाऊ भन्दै आफै दिनभरि फोनमै हुन्थिन्। त्यो साँझ आफ्नी आमालाई फोन गर्दा सुनिताले यो कुरा सुनाइन्। आमाले भन्नुभयो, बाबु, गीतामै यही कुरा लेखिएको छ नि। गीताको तेस्रो अध्यायको 21औं श्लोकमा भगवान कृष्णले भन्नुहुन्छ, यद्यदाचरति श्रेष्ठस् तत्त देवे तरो जनः स यत् प्रमाणम कुरुते लोकस तदनुवर्तते। अर्थ, श्रेष्ठ मानिसले जे आचरण गर्छ, अरू मानिसहरूले पनि त्यही गर्छन्। ऊ जुन आदर्श स्थापित गर्छ, संसारले त्यसैलाई पछ्याउँछ। सुनितालाई थाहा भयो, शिक्षक, आमा बुबा, दाजुभाइ दिदीबहिनी, अफिसको हाकिम, जो पनि अरूको लागि श्रेष्ठ वा उदाहरण बन्छ, उसको हरेक सानो कामले पनि ठूलो असर पार्छ। बच्चाहरूले भाषण सुन्दैनन्, व्यवहार नक्कल गर्छन्। कर्मचारीहरूले नियम पढ्दैनन्, हाकिमको काम गर्ने तरिका पछ्याउँछन्। यो जिम्मेवारी बोझ होइन, यो एउटा अवसर हो। किनभने राम्रो उदाहरणले भाषणभन्दा बढी परिवर्तन ल्याउन सक्छ। सुनिताले ठूलो प्रतिज्ञा गरिनन्, अब कहिल्यै झुट बोल्दिन भन्ने ठूलो बाचा गर्नुभन्दा उनले सानो कुराबाट सुरु गरिन्। भोलिपल्ट साँच्चै व्यस्त नभएको बेला उनले साथीलाई साँचो भनिन्, म अलिक थाकेको छु, त्यसैले भेट्न मन छैन। छोरी सामु पनि फोन थोरै चलाउन थालिन् र छोरीले नसोधिकनै त्यो नियम पछ्याउन थाली। महिना दिनपछि सुनिताले अझ अचम्मको कुरा नोटिस गरिन्। उनको कक्षाका विद्यार्थीहरू मात्र होइन, छेउछाउका अर्का शिक्षिकाहरू पनि उस्तै सानो सानो इमान्दारी देखाउन थालेका थिए। कसैले भनेको थिएन, कसैले सिकाएको थिएन, तर सुनिताको फेरिएको व्यवहार बिस्तारै उरपर फैलिएको थियो, जसरी एउटा दियोले अर्को दियो बाल्छ र त्यसले फेरि अर्कोलाई। यही त हो असल उदाहरणको साँचो शक्ति, जुन तर्कले भन्दा बढी टाढासम्म पुग्छ। आजदेखि तपाईँ आफैलाई सोध्नुहोस्, म कसैको लागि उदाहरण हुँ त? यदि हो भने याद राख्नुहोस्, तपाईँले भनेको कुराभन्दा बढी तपाईँले गरेको कुराले नै सिकाउँछ। परिवर्तन चाहनुहुन्छ भने पहिले आफैबाट सुरु गर्नुहोस्, बाँकी सबैले आफै पछ्याउँछन्। ओम शान्ति। मण्डला भाइब्स।